हेलो नमस्ते। म चाहिँ आज फर्स्ट टाइम भएको बनाएको है। म चाहिँ यहाँ बारीमा आएको। मेरो फर्सीको बोट देखेर म अचम्म भयो। फर्सी चाहिँ एउटा नि छैन रहेछ, तर फर्सीको बोट होइन, तर फर्सी चाहिँ छैन। फर्सी त छ होला, तर अस्ति चाहिँ के मेरो बुढाले सर्प रहेछ र डराएर चाहिँ हामीले कुना कुनामा मात्र हेर्ने भित्र अनि मेरो खोर्सानी छ। हेर्नु नि काउली, अघि मैले पानी हालेको सबै मरेछ, तर ऊ पानी हाल्दा त एकछिनमा बाँच्रै फेरि मर्ने। ध्यान बुढी थियो अहिले त सक्यो। यस्तै छ बारीहरू, केही छैन। भोलि भर्खर रोपेको, रोप्दै यो चाहिँ मेरो मुला पनि ठुल्ठुलो हुन्छ। भोलि त पानी पर्छ कि यहाँ चाहिँ। फेरि हाम्रो चाहिँ पानी चाहिँ छैन कि, पानी भइरहे जेठ पनि हुन्थ्यो गऱ्यो भने, अन्त पानी चाहिँ छैन। अनि यहाँ क्याप्सिकम पनि छ। के अरे आजभोलि चाहिँ लास भइसक्यो। अस्ति त बेसरी थियो, खाएर हामीले सक्यो। अनि यो चाहिँ भेन्डी पनि छ, एउटा रहेछ भेन्डी पनि। हामीले तरकारी चाहिँ 2-3 महिना भइसक्यो हामीले तरकारी चाहिँ किनेको नि। यहाँनिर सबै तरकारी थियो, टमाटरहरू सागहरू के थियो सबै सक्यो। अनि यहाँ खुर्सानी पनि छ है, खुर्सानी चाहिँ जापानिज खुर्सानी। हेर्नु यो माथि फर्किन्छ कि यो। मेरो बुढाले अस्ति आकाशतिर फर्किने खुर्सानी रहेछ भनेर हँसाएर सुरुमा त, तर मैले त्यस्तै रोपेको थिएँ। तर हेर्दा चाहिँ सानो छ, तर लास्टै पिरो हुन्छ। अनि यो पनि खुर्सानी हेर्न कति फलेको। अस्ति त मरेको थियो पानी नपरेर। अनि हामी पानी अहिले टाढा छ कि, हामीले साइकलमा लगभग 15-20 मिनट लाग्छ क्या। अनि त्यही भएर खासै हामी आउँदैन, कहिले आउने हो, हप्तामा एकचोटि। अन्त पानी लिएर आउन चाहिँ सम्भवै छैन क्या। अन्त अर्को गऱ्यो भने चाहिँ यो माटो चाहिँ कस्तो राम्रो छ, तर उयो के पानी चाहिँ छैन कि। पानी पहिला त पानी थियो, अहिले चाहिँ पानी छैन। अनि पानी भएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो।